नमस्ते आन्यगासनिका सम्पूर्ण साथीहरुमा हार्दिक स्वागत प्रकट गर्न चाहन्छु। धेरै साथीहरुले भन्नुभएको थियो आसस र निक्का उनिकामा के फरक छ सर भनेर धेरै साथीहरुले मलाई सोधिसक्नु भएको थियो। त्यसकारणले चाहिँ यो आज आसस र निक्का उनिकाको बारेमा यहाँहरुलाई केही कुरा सिकाउन गइरहेको छु। ध्यान दिएर कक्षालाई अन्तिमसम्म हेर्नु होला। अब आसस आजको तुलना ग्रामर छ आसस आसस भर्सेस के छ त हाम्रो निक्का उनिकामा इक्जाममा आयो भने कसरी छुट्याउने आसस र निक्का उनिका कसरी चिन्ने त कसरी ग्रामरमा अन्त्य हुन्छ आससमा के आउँछ निक्का उनिकामा कस्तो वाक्यमा इन्डिङ हुन्छ भन्ने विषयमा चाहिँ आज म यहाँहरुलाई सिकाउन गइरहेको छु। ध्यान दिएर अन्तिमसम्म हेर्नु होला। ल हेरौं अब आजको हाम्रो कक्षामा छ VST प्लस के छ त आसस ए र एको ने एको कारणले भन्ने अर्थ दिन्छ भने VST प्लस निक्का उनिका भनेको के रहेछ त एको ले एको कारणले गर्दाखेरि कारण बताउँदाखेरि भनेर हामीले दुवै कारण बताउने हुन्छौँ। कस्तो कस्तो अवस्थामा कारण बताउने कसरी चाहिँ उत्तरलाई पत्ता लगाउने भन्ने विषयमा चाहिँ आज हामी उत्तर कसरी चिन्ने भन्ने विषयमा आज हामी सिक्दै छौं। ल ध्यान दिएर हेरौं साथीहरु। अब यहाँ छ दुई वाक्य भन्छ दुई वाक्य एक आपसमा भन्छ दुईवटा वाक्य चाहिँ के रहेछ त एक आपसमा सम्बन्धित भएको बेलामा दुई वाक्य चाहिँ एक आपसमा सम्बन्धित भएको बेलामा यसको प्रयोग गर्न सकिन्छ। आससलाई कस्तो अवस्थामा प्रयोग गर्न सकिने रहेछ त साथीहरु भन्दाखेरि दुई वाक्य एक आपसमा सम्बन्धित भएको बेलामा आससलाई हामीले के गर्नु पर्यो त प्रयोग गर्नु पर्यो। एक नम्बरमा यो हो। दुईमा अगाडि कारण आएर अब अगाडि केही कारण आउँछ तपाईहरुको केही न केही अगाडि एउटा कारण आउँछ पछाडी नतिजा आउने बेलामा पनि यसको प्रयोग गरिन्छ। आशा आशा आइसकेपछि अगाडि कारण आउँछ र पछाडी के आउँछ त नतिजा आउँछ भनेर तपाईहरुले यसलाई याद गर्नु पर्ने हुन्छ। ल यसलाईमा ध्यान दिउँ इम्पेरेटिभ र प्रोपोजिटिभ भन्छ है। इम्पेरेटिभ र प्रोपोजिटिभ वाक्य जस्तै VST सेयो हैन VST सेयो भनेको सेयो र उसेयो लकायो उल्कायो के आउने रहेछ त VST सेयो उसेयो लकायो उल्कायो बसिदा उसिदा अयाया आधा थैदा अयाया आधा थैदा जस्ता ग्रामरले वाक्यको अन्त्य हुँदैन। यसको अन्त्यमा यस्तो खाले ग्रामरहरु आउँदैन। यति कुराले ख्याल गर्नु इम्पेरेटिभ र प्रोपोजिटिभ वाक्य VST सेयो उसेयो लकायो उल्कायो बसिदा उसिदा अयाया आधा थैदा जस्तो ग्रामरले वाक्यको अन्त्य हुँदैन। यति कुरा तपाईहरुले ध्यान दिनु पर्यो। आससको अन्तिममा के नआउने भयो सेयो उसेयो आउँदैन लकायो उल्कायो पनि देखिदैन र बसिदा उसिदा र अयाया आधा थैदा जस्ता ग्रामरले वाक्य अन्त्य हुँदैन। अब अर्को यतापटि हेरौं यो अभिव्यक्ति चाहिँ भन्छ यो अभिव्यक्ति चाहिँ इम्पेरेटिभ र प्रोपोजिटिभ वाक्यमा VST सेयो उसेयो हैन VST पछाडी के आउने भयो त सेयो उसेयो आउने भयो लकायो उल्कायो पनि आउने भयो बसिदा उसिदा हैन अयाया आधा थैदा जस्ता ग्रामरले वाक्यको अन्त्य हुन्छ। यति कुरा ख्याल गर्नुस्। यो अभिव्यक्ति इम्पेरेटिभ र प्रोपोजिटिभ वाक्य VST सेयो उसेयो लकायो उल्कायो बसिदा उसिदा र अयाया आधा थैदा जस्ता ग्रामरले वाक्यको अन्त्य हुन्छ। यसको अन्त्यमा निक्का उनिकाको अन्त्यमा चाहिँ के आउने भयो त सेयो उसेयो पनि आउने भयो लकायो उल्कायो पनि हामीले आउने भयो बसिदा उसिदा पनि आउने भयो भने अयाया आधा थैदा पनि आउँछ। अब त्यसपछि हेर्नु यो अभिव्यक्ति अभिवादनको वाक्यको रूपमा प्रयोग हुँदैन। यो अभिव्यक्ति चाहिँ हैन अभिवादनको रूपमा प्रयोग गरिँदैन। जस्तै हामीले भन्छौं नि मान्नादा मान नास हैन हंगा सुम्निदा भन्दाखेरि हैन मान्नासमा मान्नानिका किन भन भन्दाखेरि यो के हुने भयो त अभिवादनको वाक्यको रूपमा चाहिँ प्रयोग गर्न सकिदैनौ है सक्दैनौ। अभिवादनको रूपमा अभिवादनको वाक्यको रूपमा के गरिन्छ त हामीले यतापटि आसस नै प्रयोग गरिन्छ है। मान्नास फान्गाप सुम्निदा भेटेर खुसी लाग्यो भन्दाखेरि मान्नानिका फान्गाप सुम्निदा कहिल्यै हुँदैन। यो कुरालाई बुझ्नुस् हैन। अब भेटेर खुसी लाग्यो भन्दाखेरि के गर्नु पर्यो आससकै प्रयोग गर्नु पर्यो हैन।
त्यति भनेको अभिवादनको वाक्यको रूपमा चाहिँ के गरिन्छ त आस असकै प्रयोग गरिन्छ भने यो निका उनिकाको प्रयोग गर्न मिल्दैन यो यसको प्रयोग गर्न नमिल्ने भयो हैन त। अब हेर्नु यो अभिव्यक्ति चाहिँ प्राकृतिक भनेको प्राकृतिक कारण र ध्रुव सत्य कुरामा पनि यसको प्रयोग गरिन्छ। निका उनिकामा चाहिँ के छ प्राकृतिक कारण नेचुरल कारण र हैन ध्रुव सत्य कुरामा पनि निका उनिकाका हामीले के गर्न सकिन्छ त प्रयोग गर्न। यो अभिव्यक्ति चाहिँ प्राकृतिक र ध्रुव सत्य कुरामा यसको प्रयोग गर्न सकिन्छ भनेको छ। अब हेरौँ अब यतापट्टि हेरौँ 4 मा लगाउने प्रयोग गर्ने उपकरण जस्तै अब आशा लगाउने प्रयोग गर्ने उपकरण कपडा जस्ता प्रयोगात्मक चीजवस्तुहरू एक आपसमा सम्बन्धित भयो भने यसको प्रयोग गर्न मिल्दैन। आशा लगाउने प्रयोग गर्ने उपकरण कपडा जस्ता प्रयोगात्मक चीजवस्तु एक आपसमा सम्बन्धित भयो भने यसको प्रयोग गर्न मिल्दैन भनेको छ। ल हेरौँ अर्को यो अभिव्यक्ति भन्छ यो अभिव्यक्ति अभिवादनको वाक्यमा प्रयोग गर्न गरिन्छ। अब यो अभिव्यक्ति चाहिँ अभिवादनको रूपमा प्रयोग गरिन्छ। हामीले अघि भन्यौं नि मान नास मान्नासले भेटेर फान्गाप सुनिदा भनेको खुसी लाग्यो हैन अभिवादनको वाक्यको रूपमा के गरिन्छ त प्रयोग गर्न सकिन्छ। कुनै रोगको एउटा लक्षण देखा पर्दा पनि यसो प्रयोग गर्न सकिन्छ हैन। लक्षण देखा पर्दा पनि के गर्न सकिन्छ त यो आशको प्रयोग गर्न सकिन्छ भनेको। जस्तै अब यतापट्टि यो अभिव्यक्ति चाहिँ प्राकृतिक र ध्रुव सत्य कुरामा पनि प्रयोग गरिन्छ। जस्तै नाल्सीका छौनिका भन्छ। नाल्सीका छौनिका भनेको मौसम राम्रो भएकोले नोल्ल खाप्सिदा भनेको घुम्न जाउँ हैन। यो भनेको प्राकृतिक कारण हो हैन त मौसम राम्रो हुनु हैन मौसम बादल लाग्नु मौसम खुल्ला हुनु भनेको प्राकृतिक कारण हो कि हैन त हो। यदि प्राकृतिक कारण छ भने पनि हाम्रो आशा प्रयोग नगरिकन के को प्रयोग हुने रहेछ निका उनिकाको यस्तो अवस्थामा पनि हामीले प्रयोग गर्न सकिन्छ। अब यहाँ हेर्नुस् अब अन्तिममा वाक्यको अन्तिममा के देख्नुभयो बसिदा उसिदा देख्नुभयो हो। हामीले अघि यहाँनिर भनेका छौँ माथि हेर्नुस् कतिको ध्यान दिनुभयो। अब हामीले वाक्यको अन्तिममा के भन्छ सेउ सेउ पनि आउने भयो लकाय उल्काय पनि आउने भयो बसिदा उसिदा पनि आउने भयो अय आया हादा थोइदा जस्ता ग्रामरले वाक्यको अन्त्य हुन्छ भनेपछि हाम्रो के आयो बसिदा आयो हैन त। नाल्सीका छौनिका नोल्ल खाप्सिदा भनेको मौसम राम्रो भएकोले घुम्न जाउँ। छागा माखिनिका भन्छ। छागा माखिनिका भनेको छ बाटो जाम भएकोले नुजस छ भनेको ढिलो भयो। बाटो जाम हुनु ध्रुव सत्य कुरा हो कि हैन त हो भनेपछि के भन्नु पर्यो छागा माखिनिका नुजस बाटो जाम भएर ढिलो भयो भनेको छ यहाँनिर हैन। थोनी अप्सुनिका भन्छ। पैसा नभएकोले छोगुम फिल्य छुसे भनेको अलिकति सापटी दिनुहोस् भनेपछि अन्तिममा हाम्रो छुदा भनेको दिनु हो। अब छुसे भनेको के हुने भयो त छुसे भनेको दिनुहोस् भनेपछि हाम्रो अब यसको पछाडि भिआरटी प्लस सेउ र उसेउ हैन त सेउ उसेउ पनि आउँछ भनेको छौँ हामीले यहाँनिर सेउ उसेउबाट पनि अन्त्य हुन्छ भनेपछि थोनी अप्सुनिका सगुम फिल्य छुसे हो पैसा नभएकोले अलिकति सापटे दिनुहोस् भन्यो हैन त सेउ उसेउ आयो। ल सिगुम फिगा ओगो इसुनिका भन्छ। सिगुम भनेको अहिले चाहिँ फिगा ओगो इसुनिका भनेको पानी आएकोले उसानुल भनेको छातालाई खाजीको खास भनेको लिएर जानु सल्लाह सुझाव पनि दिनु मिल्दछ। अब निका उनिकामा हामीले के गर्नु मिल्यो त सल्लाह सुझावहरू पनि दिनु मिल्यो। यति कुरालाई ख्याल गर्नुहोस्। अब त्यसपछि हेरौँ यहाँनिर थोनी अप्सस भन्छ पैसा नभएर छोगुम फिल्य छुसे भनेको अलिकति सापट्टि दिनुहोस् भन्छ। मिल्यो त मिलेन। अब हामीले आशको पछाडि सेउ सेउ हैन लकायो हुल्कायो बसिदा उसिदा अया आया हादा थोइदा जस्ता ग्रामरहरू आउँदैन भनेको छ भनेपछि यो आउने भन यो तरिकाको हुँदैन। जसरी थोनी अप्सस भने पैसा नभएर छोगुम फिल्य छुल्कायो अलिकति दिउँ त भन्दाखेरि यो प्रस्ताविक क्वेसनै हुँदैन। हामीले के भन्छौँ सेउ सेउ लकायो उल्कायो
बसिदा उसिदा अया आया हादा थैदा जस्ता ग्रामरहरू हाम्रो आसमा आउँदैन भनेर हामीले भनेका छौँ। भनेपछि यो मिल्ने भयो त, यो पनि हाम्रो मिलेन हैन। ल मरिगा आफास भन्छ। मरिगा आफास भनेको टाउको दुखेर यागुल मगस भनेको औषधि खाए। के कारणले चाहिँ औषधि खाए भन्दाखेरि टाउको दुखेको कारणले चाहिँ औषधि खाए। अघि हामीले भनेका छौँ कुनै रोग वा लक्षण यहाँ भनेको छौँ, कुनै रोग वा लक्षण देखा पर्दा पनि आसको प्रयोग गर्नुपर्छ भनेर हामीले भनेको छौँ। कुनै पनि रोगको कारण हैन लक्षण देखा पर्दा के को प्रयोग गर्ने भन्छ हामीले आसको प्रयोग गर्ने भनेको छौँ। जस्तै मरिगा आफास यागुल मगस टाउको दुखेर औषधि खाए। जस्तै हानगु कुन्सिगुल भनेको पुरेन खाना मेवस छालमुत मगयो भन्छ। पुरेन खाना चाहिँ पिरो भएर, के कारणले त पिरो भएर राम्रोसँग खान सकिन हैन त। हाक्ने खास भनेको इन्स्टिट्युटमा गएर खुङ्गु हामी भनेको अध्ययन गर्छु भनेको छ। अब हामीले सबभन्दा यसको एन्सर पत्ता लगाउने तरिका भनेको के रहेछ साथीहरू भन्दाखेरि अब यी कुरालाई ध्यान दिनु पर्यो। यो कुरालाई नोट गरेर तपाईहरुले के गर्नु पर्यो त पढ्नु पर्यो, धेरै भन्दा धेरै अभ्यास गर्नु पर्यो र अर्को पटक तपाईहरुलाई मैले यो राम्रोसँग याद गर्नुस् यसको फिनखाने कसरी हल गर्ने क्वेशनलाई भनेर 10-8 वटा क्वेशन पनि तपाईहरुलाई लिएर आउने छु। अर्को पटक भेटौं। हस्त धन्यवाद।